हेलो गाइज वेलकम टु आवर न्यू ब्लग अनि हेलो गाइज वेलकम टु आवर न्यू ब्लग अनि हामी आज बनाउन लाग्छौँ चिकन चिकन लजानिया। लजानिया है लास्टसम्म हाम्रो रेसिपी अनि हाम्रो चिकन लजानिया बनाउने तरिका अनि सबैलाई मन परेर सेयर गरिदिनु। यति मिठो भन्छ हेर्नु है, तपाईँहरूको मुखबाट पानी आउँछ। ओके आउनुहोस् गाइस, अब चिकन लजानियाको लागि के चाहिन्छ भने तपाईँहरूलाई इन्ग्रिडियन्टहरू देखाउँछु। अब तपाईँले फर्स्टमा व्हाइट सस बनाउनु पर्छ, जुन मेन कुरो हो यो लजानियामा। त्यो व्हाइट सस भएन भने तपाईँको टेस्ट केही हुँदैन, त्यो अर्को चिकन ससहरू हालेर मिठो हुँदैन। तपाईँको लागि अब व्हाइट ससको लागि यस्तो पेन लिनु जुन भित्र नटाँसोस्, किनभने त्यो टाँस्यो भने तपाईँको फेरि राम्रो हुन्न कि जम्मै डल्लो पर्छ, अनि त्यो डल्लो पर्नु हुन्न मेन कुरो। अब तपाईँको व्हाइट ससको लागि अब यो मैदा अनि कर्नफ्लोर। यो मैदा चाहिँ तपाईँले 2 लियो भने यो हाफ लिनुपर्छ, 1 लिनुपर्छ। तपाईँको मैदा मात्रै हाले पनि हुन्छ, यो अप्सनमा हो। म चाहिँ दुइटै धेरै जस्तो दुइटै हालेर बनाउँछु। अनि यो बटर, मेन कुरो भने बटर है। व्हाइट सस बनाउँदा तेलहरू युज नगर्नु, बटर हाल्नुपर्छ। बटर, त्यसपछि तपाईँको यो दुधहरू मिल्क हाल्नुपर्छ, मिल्कबाट बन्ने हो व्हाइट सस। अनि तपाईँको यो हर्ब्सहरू, यो होइन चिल्ली, यो व्हाइट ससमा हाल्ने यो ब्ल्याक पेपर, अनि यो ओरिगानो मिक्स होइन, यिनीहरू मिक्स, अनि यो पार्सली। त्यसपछि आउनु यता चिकन। चिकन तपाईँले रेडिमेड पनि पाउनुहुन्छ किमावाला। म चाहिँ यसले ल्याएर अहिले आफै किमा जस्तै बनाउँछु। अनि तपाईँको व्हाइट ससमा यो बेबी पिनट्स यो हाल्यो भने हेल्दी हुन्छ। तपाईँको अप्सन हो, ब्रोकोली पनि हालिदिने हुन्छ, नहालिदिने हुन्छ। त्यसपछि आज म नयाँ स्टाइलको यो क्रिमवाला हालेर बनाउँछु, किनभने यो क्रिमवाला पनि मिठो हुन्छ। तपाईँको 3टा लेयरको भन्छु, पहिला मैले 2टा बनाउँथेँ, आज 3टा यो क्रिमवाला हालेर। अनि आउनुहोस् यता लजानियाको लागि चाहिने भनेको मेन कुरो यो पास्ता हो। फ्ल्याट पास्ता हो। तपाईँले यो बोइल गर्नुपर्छ, यसलाई 6-7 मिनट बोइल गरेर रेडी गर्नुपर्छ। अहिले म यो पनि रेडी गर्छु। अनि त्यसपछि सस, रेड सस। यो रेड सस तपाईँले रेडिमेड पाउँछ है, यो लजानिया पुरो लेखेकै हुन्छ। तपाईँले आफ्नै घरमा पनि बनाउन सक्नुहुन्छ। कसरी भने टमाटर बोइल गर्नु, त्यसको छिल्का निकाल्नु, त्यसपछि त्यसलाई ब्लेन्डर गर्नु। ब्लेन्डर गरे भएपछि त्यसको सिज चाहिँ तपाईँले छान्नुपर्छ। छानेर अनि तपाईँले त्यो त्यसलाई फेरि उमाल्नुपर्छ, बढी उमालेर अलिक थिक बनाउनुपर्छ। ल अब म व्हाइट सस सुरु गर्छु है गाइस। ल अब तपाईँको यो पेन तातो छ होइन, तताएँ। अब यो बटर हाल्नु। यसलाई बटर चाहिँ बटर हाल्नु। बटर चाहिँ अलि धेरै हाल्नुपर्छ, किनभने अलि यो तपाईँको मैदाहरू टाँसिन नि सक्छ। हेर, मेन भनेको यो बटरबाट हो। यसलाई मेल्ट गर्ने। यो बटर मेल्ट भएपछि तपाईँले त्यो मैदा र कर्नफ्लोर हालेर मजाले यसलाई भुट्नुपर्छ। ब्राउन ब्राउन भयो भने मिठो हुन्छ कि, नत्र त्यो ब्राउन भएन भने तपाईँको फेरि काँचो काँचो लाग्छ, ससहरू अलिक कस्तो कस्तो हुन्छ भयो। अब तपाईँले यो म यसलाई 4 स्कुप हाल्छु यो मैदा। तपाईँको यो कर्नफ्लोर 2 तपाईँको धेरै भयो भने पछि राख्न मिल्छ कि, यो डिप फ्रिजमा राख्न मिल्छ, खान मिल्छ मजाले। यस्तो हुन्छ तपाईँको यो भयो नि। यो तपाईँको बटर कम भयो भने फेरि यसको डल्लो पर्छ क्या पुरा, त्यो हल्का बटर हाल्नुपर्छ अझै। यो बटरमै भुट्ने हो, यसलाई धेरै जस्तो बटरमा भुट्नुपर्छ। फेरि दुध हालेर चलाचल गर्नुपर्छ है। तपाईँको गाँठो पर्छ, डल्लो पर्छ, डल्लो पऱ्यो भने फेरि राम्रै हुँदैन।
अघि मैदा भुटेर तपाईँको यस्तो भयो नि पुरै होइन मैदामा यहाँ दुध हाल्दै बिस्तारै चलाउनु है फेरि डल्लो पर्छ मजाले चलाउनु पर्छ अलि तपाईँको गाँठो पऱ्यो भने राम्रै देखिन्न यसलाई चाहिँ नन स्टप चलाउनु पर्छ यसरी चलाएन भने तपाईँको जम्मै एकै ठाउँमा गाँठो परेर तपाईँको व्हाइट सस डल्लो परेको राम्रो हुँदैन अहिले ठिक हुनुपर्छ तपाईँ दुध चाहिँ हाल्नुपर्छ है नडराइकन यो दुध नै उम्लिँदै जाम हुने हो तपाईँको तपाईँ यो एउटा चिज हाल्नु है चिज स्लाइस धेरै हाल्नुहुन्न चिजमा सल्ट हुन्छ सल्टहरू अलि मिलाएर हाल्नुपर्छ तपाईँ यो चाहिँ अब यसलाई फेरि चलाउनु तपाईँ चिज तपाईँको यो चिजहरू नि अलिअलि हाल्नुपर्छ है या मजुर चिज होइन तपाईँसँग जुन चिज हाल्यो नि हुन्छ यसमा आउनुहोस् हेर्नुहोस् अब यसलाई यो पुरा मिक्स गऱ्यो नि यस्तो हुनुपर्छ कि तपाईँको गाँठो पऱ्यो भने सबै डल्लो डल्लो आउँछ मैदाको उसको गाँठो पर्छ जति सक्दो यसलाई चलाउनु यस्तो थिन हुनुपर्छ कि हाल्ने बेलामा अब तपाईँको यसमा अब ब्ल्याक पेपर सल्ट अनि त्यो म बेबी पिनिस छ नि त्यो हाल्छु म एड गर्छु अब हल्का यता ब्ल्याक पेपर हाल्यो तपाईँको ससमा यसमा बटर चिजहरू सोल्टेड हुन्छ होइन नुन बढेन हुन्छ ल हेर्नु त यस्तो तपाईँको यो जति जमे नि दुध हालेर तपाईँको चलाएर फेरि थिन बनाउन सकिन्छ मेन कुरो पहिल्यै राम्रोसित थिन भयो भने तपाईँको पछि डल्लो पर्दैन कि ग्यास अलिक सानो भनौँ सल्ट हाल्छु अब म यसलाई सल्ट धेरै हाल्नुहुन्न थोरै यो सल्टेड हुन्छ अब तपाईँको अघिको हाम्रो बेबी पिनट मैले धोएर काटेर रेडी गरेर राखेको छु त्यसलाई यसमै मिसाइदिन्छु अब यही माथि बेबी पिनट चाहिँ हेर्नुहोस् हेल्दी हुन्छ है यो बेबी पिनट भने यसलाई यसरी चलाउने होइन यो तपाईँको बाग्लो हुन्छ यो जति राख्यो त्यति बाग्लो हुन्छ कि त्यही भएर तपाईँले हाल्ने बेलामा दुध हालेर फेरि यसलाई बनाउनु सक्नुहुन्छ यो मेरो अझै उस भयो यसलाई हल्का बनाउनुपर्छ तपाईँले अहिले पछि हाल्ने बेला तताएर बनाउनु हाल्न सक्नुहुन्छ ल हेर्नु व्हाइट सस भनेको यस्तो हुनुपर्छ तपाईँको डल्लो पऱ्यो भने त कामै लाग्दैन त्यो मेन कुरो तपाईँ यसमा ध्यान दिनु पर्ने ल हेर्नु व्हाइट सस यस्तो थियो हाल्ने बेला पनि तपाईँ सरर आओस् कि ल द्याट्स वान यसलाई भन्छ व्हाइट सस मेन कुरो यही हो ल यो रेडी भयो तपाईँको अब म अब चिकनहरूको पहिला चिकनलाई काट्छु अनि त्यसपछि चिकनको बनाउँछु म छोड त
ल अब हाम्रो यो चाहिँ रेडी भयो है, हेर्नुहोस् यतिको किमा जस्तै बनाउनुपर्छ यतिको। ल रेडी भयो। यसको लागि म बटर अनि अलिअलि तेल हालेर यसलाई पहिला पुरो पकाउनुपर्छ। बटर हाल्ने, यसमै हल्का तेल हाल्नुपर्छ, मिक्स गरेर मिठो हुन्छ। स्प्रिङ अनियन, यो अनियन गार्लिक सबै हाल्न सक्नुहुन्छ तपाईँको, फ्लेभर आउँछ। तपाईँको तेल बटर तातेपछि स्प्रिङ अनियन, यो काटेको अनियनहरू, प्याजहरूलाई हल्का पक्नु। आउनुहोस् अब चिकन हालौँ यसमा। सोथे गर्ने, चिकनलाई हामीले मजाले पकाउनु पर्छ। तपाईँको यो चिकन पाकेपछि तपाईँको ससहरू एड गर्न मिल्छ। यसलाई मजाले सौते गर्ने, ढाक्दै गर्नुपर्छ। यसलाई पहिला पुरा अनियन तेल लगाउँ, एकछिन यसलाई ढाकेर राखिदिनु। ल अब अलमोस्ट चिकन डन भयो होइन, 80%। हामी यसमा सस एड गर्दैछौँ तपाईँको। पछि फेरि यसलाई डिप फ्रिजबाट आउट गरेर अनि यसलाई सस मिक्स गरेपछि अब तपाईँहरूले यसमा म ड्राई हर्ब्सहरू हाल्छु, माथिबाट एड गर्छु। सल्ट तपाईँको स्वाद अनुसार है। अब यो चिल्ली के भन्छ, चिल्लीको त्यो रेड पाउँछ तपाईँको इटालियनमा। यो ओरिगानो हाल्छु म। पार्सली हाल्छु म। यो मिक्स हाल्छु। यसको यो मेन भनेको यसमा यिनीहरूको यही हर्ब्सहरूले हो कि मिठो पनि आउनु, बास पनि आउनु। यो पार्सली हल्का। अब सबै मिलाएर यसलाई एकछिन फेरि पाक्न दिने। तपाईँको अलमोस्ट अब हाम्रो यो रेड चिकन सस पनि रेडी भयो है। यसलाई म एकछिन ढाकेर राखिदिन्छु 5-6 मिनट। अब हामी लजानियाको लागि यो पास्ता बोइल गर्छु। मैले चाहिँ पहिला पानी बोइल गरिसकेको छु, पानी तातिसकेको छ। तपाईँको माथिबाट हल्का तेल हाल्नुहोस्, तेल हाल्यो भने टाँसिन्न। यसलाई मिलाएर हाल्नु, सबै धेरै पनि हाल्नु न फेरि त्यसमा। अब यसलाई 5 मिनटसम्म राख्नु। अहिले प्लेन छ नि, तपाईँको यो पाक्ने बेला भएपछि तपाईँको पानी पनि वाइट भएर सेतो हुँदै आउँछ। अनि त्यसलाई फेरि तपाईँले
हल्का चिमोटेर 90% पाकी ल अब सबै रेडी भयो मेरो यो पास्ता पनि रेडी भएको छ होइन यो सबै यी अब यसलाई म लेयर गर्दै राख्छु पहिले यो तपाईँको माइक्रो ओभनमा राख्नलाई यो काँचवाला चाहिन्छ यसमा हल्का बटर लेयर गर्नु तपाईँको चारैतिर यसलाई बटर लाउनु चारैतिर यसलाई बटर लगायो भएपछि बेटर लाउनु ड्याङ्ग लगाएर होइन लगायो अब यसलाई अफर नि हात धुन लाग्यो तपाईँ नहाल्यो भने डाइरेक्ट पास्ता हाल्यो भने हुन्छ त्यो पनि यसो सस हालिदिनु तल सस हाल्ने अब तपाईँको यो पास्ता छ भने यसलाई यस्तो गऱ्यो भने तपाईँको ग्याप हुन्न होइन यस्तो मिलाउने यो अर्को माथि सार्नु यो तपाईँको अब यो रेड सस हाल्नु तपाईँ जुन सस हाले नि हुन्छ पहिला मैले रेड सस हाल्छु यो पुरा लेयरमा गरौँ मसी पनि राख्न सक्नुहुन्छ पछि ग्यापमा के अनि फेरि यसलाई माथिबाट अर्को लेयर राख्ने अब यो लेयर तपाईँको यो क्रिमवाला छ नि यो होला राख्नु यो चाहिँ मैले आज फर्स्ट टाइम बनाएको यो होला नत्र व्हाइट सस र रेड सस हाल्थेँ यो हाल्यो भने मिठो हुन्छ अब फेरि तपाईँको यो एउटा लेयर राख्नु यो अब व्हाइट सस हाल्ने है तपाईँको व्हाइट सस यसलाई सबैलाई यसरी लेयर गरेर राख्नु व्हाइट सस कस्तो हावा हो यार ल अब हाम्रो यो चाहिँ फाइनल भयो तपाईँको माथिबाट चिजको लेयर गर्नु अब यो अलरेडी सबै पाकेको छ माइक्रो ओभनमा राख्दा चाहिँ तपाईँको यो चिजलाई चाहिँ हल्का ब्राउन गर्नु मात्रै अनि तातिन्छ पनि अरू त सबै पाकिसकेको छ तपाईँको पास्ता काँचो पनि त्यो ससमा हालेर पनि गर्न सकिन्छ तर टाइम बढी लाग्छ किनभने काँचोलाई पकाउन टाइम लाग्छ तपाईँलाई कतिको चिज मनपर्छ है मजाको हाल्नु आई लभ चिज मलाई चाहिँ पिज्जामा होस् यसमा होस् चिज चाहिँ धेरै मनपर्छ त्यही होला मान्छे पनि मोटाको चिज धेरै खाएर अब तपाईँको यहाँ माथि डेकोरेसनमा यो हल्का धेरै होइन तपाईँको अरू उस पनि हाल्न सक्छ यो हाल्दा चाहिँ यो चिल्लीको यो यस्तो डेकोरेसन मात्रै हो त्यस्तो सुन्नु स्पाइसी त हुनु धेरै ल अब हाम्रो यो रेडी भयो अब यसलाई हामी माइक्रो ओभनमा राख्छौँ माइक्रो ओभन हामी ओपन गर्छौँ यसलाई माइक्रो ओभनभित्र ग्रिल गर्न राखिन्छ ल अब हाम्रो एकछिनपछि रेडी हुन्छ One eternity later.
ल अब रेडी भयो है हाम्रो लजनिया ट्याङ लाएर ल हेर्नुहोस् अब हामी यसलाई मिलाएर काट्छौँ तपाईँको पिस चाहिँ जस्ट आफूलाई ठुलो बनाउन यसमा 3टा पनि बनाउन सकिन्छ यसलाई अब हेर्नुहोस् चिज कति राम्रो देखेछ होइन मिठो बास्ना आयो अब यसलाई हामी यसरी चारैतिरबाट काट्छौँ ल अब यसलाई हामी यो छ नि यसमा ल हेर्नुहोस् त अब यसलाई हामी यो यसमा साइडमा यो तेतुले ल लजनिया खानुहोस् यम्मी